आजको समयमा सबैसँग फोन छ। सबैलाई कुरा गर्न मात्र नभई अन्य धेरै कामहरूको लागि पनि फोन चाहिन्छ। यस्तो अवस्थामा ओप्पो A97 बजारमा आएको छ। यो फोन 19 GB सम्मको र्यामको साथ र फोटोग्राफीको लागि फोन 48 मेगापिक्सलको डुअल क्यामेरा सेटअप छ। ओप्पो A97 को सबैभन्दा विशेष पक्ष यसको पारदर्शी डिजाइन हुनेछ, जसमा फोनको आन्तरिक भागहरू देखिनेछ। यो सुविधाले फोनलाई उत्कृष्ट लुक दिनेछ। यो देखिनमा मात्र राम्रो होइन, हातमा समात्न पनि आरामदायी छ। ओप्पो A97 फोनमा भएको ठुलो 6700 mAhको ब्याट्री भिडियो गेमिङ र अन्य कुराहरूको लागि उपयुक्त हुनेछ। यसमा 120 वाट फास्ट चार्जिङ सपोर्ट हुनेछ, जसले गर्दा फोन केही मिनेटमै पूर्ण रूपमा चार्ज हुनेछ। ब्याट्री ब्याकअप र चार्जिङ गति धेरै राम्रो हुनेछ। ओप्पो A97 फोनमा 6.9 इन्चको LED डिस्प्ले हुनेछ, जुन 120 हर्ट्ज रिफ्रेस रेटको साथ आउनेछ। यसको उच्च रिफ्रेस रेटले स्क्रोलिङ र गेमिङलाई सजिलो बनाउनेछ र ठुलो स्क्रिनमा चलचित्र हेर्ने र गेम खेल्ने प्रयोगकर्ताहरूलाई यो धेरै उपयोगी लाग्नेछ। ओप्पो A97 को मूल्य भारतमा 50,000 देखि 60,000 रुपैयाँसम्म हुन सक्छ। यो मूल्यले यसलाई अन्य मोबाइल फोनहरूको तुलनामा बलियो बनाउँछ। यस दायरामा पारदर्शी डिजाइन र 380 मेगापिक्सल क्यामेराले यसलाई अलग पहिचान दिनेछ। ओप्पो A97 2025 को अन्तसम्ममा लन्च हुने अपेक्षा गरिएको छ।